सो नमस्कार सबैलाई। नर्मल्ली मैले चाहिँ यस्तो भिडियो चाहिँ बनाउँथेन र आज चाहिँ म बाध्य नै भयो भिडियो बनाउनको लागि। सो आजभन्दा 15 दिन अगाडि चाहिँ हामीले चाहिँ यो एमभेबको प्रोडक्ट MK300 भन्ने चाहिँ एकजना दोलखाको कस्टमरलाई पठाएको थियौँ। सो उहाँले चाहिँ रिसिभ गर्नु भएन, उहाँले चाहिँ धेरै नै हामीलाई झुलाइदिनु भयो, लगभग 15 दिन जति नै झुलाइदिनु भयो। हामीले चाहिँ उहाँलाई रिच आउट गर्ने धेरै नै प्रयास गर्यौँ, हाम्रो लजिस्टिक टिमले पनि धेरै नै ट्राई गर्नुभयो, तर उहाँले कल रिसिभ नगरिदिने अनि त्यसपछि कल गर्यो भने नि काटिदिने टाइपको चाहिँ त्यो भएको थियो। सो त्यस्तो चाहिँ नगरिदिनु होला, तपाईँहरूको केसमा त्यस्तो छ भने तपाईँहरूले नगरिदिनु होला। हामीले चाहिँ प्रोडक्ट चाहिँ एकदमै रिजनेबल नै राखिरहेको हुन्छौँ, कस्टमरहरूलाई चाहिँ त्यस्तो बढी पैसा चाहिँ पे गर्नु नपरोस् भनेर। त्यसमा पनि हामीले अब दोलखासम्मको चार्ज चाहिँ एकदमै एक्सट्रिम धेरै नै हुन्छ। अनि त्यो गर्दाखेरि चाहिँ अब हामीलाई दुःख पनि भयो, अनि अर्को भनेको चाहिँ डेलिभरी चार्ज पनि हामीलाई एक्स्ट्रा लाग्यो, लग्न र फेरि ल्याउन रिटर्न गर्नको लागि छुट्टै चार्ज लजिस्टिकले चाहिँ हामीलाई चार्ज हान्छ। त्यस्तो काम चाहिँ नगर्नु होला। हामीले नेपालमै केही गरौँ भनेर हामीले पनि आँटेको हो। अब तपाईँहरूले त्यस्तो गरिदिनु भने हामीलाई पनि एउटा डिमोटिभेटिङ फ्याक्टर हुन्छ। त्यो चाहिँ प्रोडक्ट चाहिँ यही नै रहेको छ, MK300 भन्ने। प्राइस चाहिँ एकदमै रिजनेबलमै दिएको थिएँ मैले चाहिँ। सो इफ हजुरहरूको इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई डिएम गर्न सक्नुहुन्छ। यो चाहिँ हामीसँग अभाइलेबल छ अहिलेको लागि। सो प्राइस चाहिँ मैले एकदमै सस्तो नै गरिदिइरहेको छु। यो मात्र होइन, हाम्रो हरेक प्रोडक्ट नै तपाईँले रिजनेबल प्राइसमा पाउन सक्नुहुन्छ।